हेलो एभ्रिवान, आज फेरि पनि अर्को नयाँ भिडियो लिएर उपस्थित भएको छु र आजको यो भिडियोमा चाहिँ मैले हिजो यसभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले सिम्पल इन्ट्रेस्टको बारेमा भिडियो बनाएको थिएँ। त्यो भिडियो डे 6 को रहेको छ र त्यसको बाँकी पार्ट यानि कि चक्रीय ब्याज यानि कि कम्पाउन्ड इन्ट्रेस्टको बारेमा आज मैले इम्पोर्टेन्ट भिडियो लिएर उपस्थित भएको छु। अब हजुरहरूलाई थाहा छ इन्ट्रेस्ट च्याप्टरबाट 2 मार्क्समा एउटा क्वेसन आउने सम्भावना त एकदमै प्रबल रहेको छ। त्यसैले हामीले यहाँ ल्याएका क्वेसनहरू सल्भ मात्र गर्न सक्यौं र इक्जाममा यस्तै मोडेलका क्वेसन आयो भने हाम्रो 2 मार्क्स लगभग पक्का नै हुन्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। यस्तै प्रकारका भिडियोहरू मैले नियमित रूपमा राख्छु, त्यसैले च्यानललाई सब्स्क्राइब गर्न भन्ने नभुल्नु होला। र यो भिडियोमा चाहिँ मैले के बताउन चाहन्छु भने सिम्पल इन्ट्रेस्ट को बारेमा हामीले बताइसकेको कारणले कम्पाउन्ड इन्ट्रेस्टको बारेमा अब सर्वप्रथम कम्पाउन्ड इन्ट्रेस्टको बारेमा बुझ्नको लागि कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड एमाउन्ट के हो यो बुझ्नु होला। कम्पाउन्ड एमाउन्ट भनेको चाहिँ के हो भने ब्याज सहितको मूल्य यानि कि सावा भनेको पी हजुरलाई थाहा छ। सावा चाहिँ यदि 10,000 छ अनि त्यसको ब्याज चाहिँ 100 छ भने अब सीए यानि कि कम्पाउन्ड एमाउन्ट भनेको चाहिँ के हो 1100 हो कि 1000 मा 100 जोडेर 1100 यानि कि ब्याज सहितको मूल्य चाहिँ कम्पाउन्ड एमाउन्ट हो अनि ब्याज बिनाको एमाउन्ट चाहिँ पी हो अनि सीआई भनेको चाहिँ के हो भने कम्पाउन्ड एमाउन्टबाट पी घटाइसकेपछि सीआई आउँछ। अब एउटा आइडिया हजुरलाई क्याल्कुलेटरको प्रयोग गर्न दिइदैन इक्जाममा, त्यसैले के बुझ्नु पर्यो भने अब जस्तो 1 + r/100 को पावर t - 1 गर्दा हजुरलाई यो -1 गर्दा त्यहाँ अलिकति गाह्रो पर्न सक्छ। त्यसको लागि सिम्पल तरिका के छ भने सुरुमा सीए निकाल्नु होला यानि कि सीए भनेको 1 + r/100 को पावर t निकाल्नु होला। त्यसबाट पी घटाउनु भयो भने सीआई आउँछ यानि कि अब सीआई निकाल्नको लागि के गर्नु होला भने सीए - पी गर्नु होला। यसो गर्दा चाहिँ एकदमै सजिलो तरिकाबाट क्याल्कुलेटर बिना सकिन्छ, होइन भने -1 गर्दा चाहिँ अलिकति गाह्रो हुन सक्छ। त्यसैले यो फर्मुला याद गर्नु पर्यो पी 1 + r/100 को पावर t। यो भनेको कम्पाउन्ड एमाउन्टको यानि कि ब्याज सहितको मूल्य अनि ब्याज बिनाको मूल्य पी अनि ब्याज चाहिँ सीआई भयो। ल अब हामी विषयवस्तुमा लागौं। पहिलो क्वेसन हजुरलाई सजिलो लाग्न सक्छ। अब यस्तै क्वेसन आउन पनि सक्छ किनभने यसमा क्याल्कुलेसन गर्ने अलिकति चाहिँ गाह्रो हुन्छ, त्यसैले यस्ता दिन सक्छ। अब हेरिहालौं। जस्तो हामीलाई पी दिएको छ, टी दिएको छ अनि आर दिएको छ भने हामीलाई सोधेको छ चक्रीय ब्याज निकाल्न भनेको छ। चक्रीय ब्याज भनेको कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने फर्मुला लाउनु पर्यो। अब इक्जाममा फर्मुला लाएर बस्ने चाहिँ होइन, मैले हजुरलाई बुझाउनको लागि चाहिँ 1 + r/100 को पावर t गरे। अब सुरुमा सीआई ननिकाल्ने कि सीआई -1 गरिन्थ्यो। -1 गर्दा हाम्रो क्याल्कुलेटर बिना गर्दा गाह्रो पर्छ, त्यसैले पहिला मैले सीए निकाले। अब यो फर्मुला हजुरले लाइराख्ने होइन, हजुरले त के गर्ने हो डाइरेक्ट रफमा 10,000 लेख्ने अनि 1 प्लस कति छ 10 लेख्ने डिवाइडेड बाइ 100 लेख्ने पावरमा 2 लेख्ने अनि यसरी एउटा एउटा जिरा काट्ने। काटिसकेपछि अब बाँकी के हुन्छ भने 10,000 यता छँदैछ भन्ने अनि 10 × 1 भनेको कति हो 10 प्लस यता 1 छ 1 डिवाइडेड बाइ 10 गर्ने अनि 2 गर्ने। अब मैले यहाँ बुझाउनको लागि 10 यो यता क्रस मल्टिप्लाई गयो अनि +1 भयो लेख्ने हो। तर हजुरले त के गर्नु 10 यता जान्छ प्लस 1 रहेको छ भनेको 11/10 हुन्छ। 11 को स्क्वायर भनेको 121 हुन्छ अनि 10 को स्क्वायर भनेको 100 हुन्छ। हो यसरी अनि यता रहन्छ 10,000 भनेर हजुरले यसरी गर्ने हो। खासमा मैले बुझाउनको लागि यो एउटा स्टेप पनि बढी लेखेँ। हजुरले 1 मिनेटमा एउटा क्वेसन सल्भ गर्ने। अब यसलाई सिधै काटिहाल्ने हो, दायाँ बायाँ सोचिहाल्ने होइन। अब बाँकी के रह्यो 121 × 100 रह्यो भनेको यहाँ हेर्नुहोस् त 121 × 100 भनेको कति आउँछ भने 12,100 भनेको 12,100 आउँछ। हजुरले यो स्टेप पनि लेख्न पर्दैन, यहाँ जे बचेको छ 12,100 भनेर लेख्ने हो डाइरेक्ट। अब फेरि हजुरले जुन इक्जाममा हजुरले अप्सनमा यो पनि दिन सक्छ, तर यो एन्सर चाहिँ होइन। किन होइन भने हामीले कम्पाउन्ड एमाउन्ट निकालेका छौँ। अब सीए बाट पी घटाउन सक्यो भने सीए भनेको 1, 2
1000 छ। यसबाट चाहिँ पी भनेको 10,000 घटाउन सकियो भने 12,100 बाट 10,000 घटाइयो भने बल्ल सीआई आउने हो। यो तरिकाबाट गरियो। जस्तो अब यहाँ यस्तो अवस्थामा -1 गर्दा त अलिकति गाह्रो पर्छ नि, त्यसैले यो नलाएर यो तरिका अपनाउन सकिन्छ। 12,100 10,000 भनेको कति हो? 2,100। 2,100 हाम्रो एन्सर आयो हो। यो तरिकाबाट गर्ने। अब अर्को क्वेसन हेरौँ, त्यसपछि झन् सजिलो तरिकाबाट हजुरले गर्नुहुन्छ। यो कुरामा म विश्वस्त छु। ल यहाँ भनेको छ कुनै रकम 2 वर्षमा चक्रवृद्धि ब्याज रुपिज 12,100 छ अनि कि 12,100 भयो भने ब्याज त 10% थियो। अब मूलधन हामीलाई सोधेको छ पी बराबर वाट भनेको छ, हामीलाई दिएको छ ए दिएको छ ए। अब हामीलाई ए निकाल्न त आउँछ नि, कम्पाउन्ड एमाउन्ट निकाल्न त आएको छ, मूलधन पत्ता लगाउन होइन। अनि मिश्रधन भनेको छ, यानि कि ब्याज सहितको मूल्य अथवा मिश्रधन भनेको एउटै हो, कम्पाउन्ड एमाउन्ट। अनि यसको फर्मुला 1P1 + R/100। मैले भने फर्मुला इक्जाममा लाएर बस्ने होइन, यहाँ बुझाउनको लागि मात्र हो। अनि 12,100 हामीलाई सीए दिएको छ, पी निकाल्ने भनेको छ, 1 + R भनेको हामीलाई 10 दिएको छ, अनि 100 भनेको छ, अनि पावरमा 2 दिएको छ। अब यसलाई के गर्नु पर्यो भने यताको भाग मात्र सल्भ गर्दै जाने। जस्तो यसलाई गर्दा हाम्रो कति आउँछ? 10 × 1 भनेको 10 + 1 भनेको 11 डिभाइडेड बाई तल 10 नै रहन्छ, अनि स्क्वायर रहन्छ, अनि यता पी रहन्छ। यहाँसम्म क्लियर छ। अनि 11 × 11 भनेको 121 हुन्छ, 1 2 1। अनि 10 × 10 भनेको 100 हुन्छ। अनि यता इन्टु पी त छँदैछ भने यता चाहिँ हाम्रो के थियो? यहाँ हेर्न सक्नुहुन्छ, यसो मैले तल सारिहाल्छु 12,100। अब यहाँ के गर्नु पर्यो भने क्रस मल्टिप्लाई गर्नु पर्यो। अब यहाँ 1 2 1 0 0 × 100 गर्नु पर्यो। अनि यो चाहिँ तल झर्छ भनेको 1 2 1 आउँछ, हामीलाई पी निकाल्ने भनेको। अब यहाँ हेर्नुहोस् त 1 2 1 1 2 1 भनेको यो कट्छ, बाँकी यहाँ के रहन्छ? 1 रहन्छ भनेको। अब यहाँ हेर्नुहोस् त 1 रहन्छ भने 1 अनि 0 0 0 0 × 1 0 0 भनेको कति आयो भने अब बाँकी 1 0 0 0 0 कतिवटा छन्? 1 2 3 4 1 2 3 4 भनेको 10,000 हाम्रो एन्सर आयो, यानि कि पी आयो। हाम्रो यहाँ अगाडि निकालियो हामीले 12,100, हामीले सुरुमा पी दिँदा 12,100 निकालियो, अनि हामीलाई 12,100 दिँदा 10,000 निकालियो। क्लियर भयो? भनिसकेपछि हजुरलाई अब यहाँबाट के थाहा हुन्छ भने पी निकाल्न पनि आयो, सीए निकाल्न पनि आयो। अब यसैबाट हजुरलाई सीआई निकाल्न भन्यो भने हजुरले के गर्नुहुन्छ भने हामीलाई पी पनि दिएको छ, सीए पनि दिएको छ भने सीए माइनस पी गरेर सीआई निकाल्ने हो। यहाँसम्म क्लियर छ? हो, यो तरिकाबाट बुझ्नु पर्यो। अब यहाँ हेर्नुहोस् अर्को क्वेसन। अर्को क्वेसनले के भनेको छ भने 2000 को 10% अर्धवार्षिक। यहाँ बुझ्नुहोस् है त, मैले फरक फरक मोडेलका क्वेसन ल्याएको छु, हजुरलाई सोध्न सक्ने यिनै मोडेलबाट हो। अब यहाँ भनेको छ 2000 को 10% अर्धवार्षिक चक्रीय ब्याज दर अनुसार 1 वर्षमा कुल मिश्रधन कति हुन्छ? कुल मिश्रधन भनेको सीए सोधेको छ। अब सीए को फर्मुला हजुरलाई थाहा छ, सीए को फर्मुला भनेको P 1 + R/100 को पावर टी भनेर हजुरले लेख्नु। तर क्वेसन राम्ररी पढ्नु पर्यो। यहाँ अर्धवार्षिक भनेको छ, वार्षिक भनेको छैन। अर्धवार्षिकमा के गर्नु पर्यो? R/200। अर्धवार्षिक भनेको त बाई 6 हो नि त, 6 महिना भनेको 200 माथि 2t जान्छ। अनि चक्रीय ब्याज निकाल, अर्धवार्षिक चक्रीय ब्याज भन्यो भने -1 हो। तर -1 नलेख्ने, सीए निकाल्ने, सीएबाट पी घटाएर सीआई निकाल्ने, यानि कि कम्पाउन्ड इन्ट्रेस्ट यसरी निकाल्ने। यहाँसम्म क्लियर भयो भने अब यसलाई सल्भ गर्ने। जस्तो पी त हामीलाई दिएको छ, यहाँ बुझाउन खोजेको कुरा भनेको के हो भने अर्धवार्षिकको केसमा के गर्नु पर्यो? डिभाइडेड बाई 200 2t गर्नु पर्यो। अनि अब यहाँ चाहिँ 1 + R भनेको कति त? 10 छ, 200 अनि 2t 2 × t भनेको 1। अब यहाँ कट गर्नु पर्यो। भनिसकेपछि 20 + 20 × 1 भनेको 20 प्लस यहाँ 1 मात्र रह्यो भने 20 + 1 21 डिभाइडेड बाई यहाँ तल 20 रह्यो, अनि पावरमा कति रह्यो? 2 रह्यो। यता कति छ? 2। अब यसलाई काट्नु पर्यो। हाम्रो मेन समस्या भनेकै काट्नेमा हो कि। अब 21 × 21 गर्दा हजुरले मल्टिप्लाईको ट्रिक सम्झिनु पर्यो। यहाँ गर्नु पर्यो, पहिलो यो साइड गर्नु पर्यो। 1 × 1 भनेको 1 भयो, अनि यहाँ क्रस मल्टिप्लाई गर्नु पर्यो। 2 × 1 2, 2 × 1 2 भनेको 2 2, दुईटालाई जोडेर 4 गराउनु पर्यो, अनि 2 दुना, अनि यताको गर्नु पर्यो 2 दुना 4। यसरी कति आउने रहेछ? 4 4 1। अनि अब 20 × 20 भनेको त 2 दुना 4 यानि कि 400 आउने रहेछ। अनि यता 20। यहाँसम्म क्लियर छ? अब
यो त डिभाइडको केसलाई काट्न सकिन्छ। यसरी दुईटा जिरा त गइहाल्यो। अनि 4 ले काट्छ कि 20 लाई 5 चौको 20 हुन्छ भनेको अब यहाँ बाँकी कति र यसबाट 5 अनि एउटा जिरा मात्र रहेको छ। अब इन्टु 4 4 1 रहेको छ। यहाँसम्म हजुर क्लियर हुनुहुन्छ। अब यसलाई चाहिँ अब मल्टिप्लाई गर्दा के गर्न सकिन्छ, यहाँ 0 आइहाल्यो एउटा 0 अनि 5 एकानी कति हुन्छ 5 हुन्छ, 5 चौको 20 हुन्छ, एउटा 0 भइहाल्यो, 5 चौको 20 अनि 2 22 हुन्छ। अब यहाँ 22,050 आयो। हामीलाई के सोधेको छ, सीए सोधेको छ, सीए 22,050। अब यसैबाट हामीलाई सीआई सोधेको भए 22,050 बाट चाहिँ यो 20,000 घटाउन सकियो भने बाँकी 2,050 आउँछ। 2,050 नै कम्पाउन्ड इन्ट्रेस्ट हो। यो तरिकाबाट दुवै निकाल्न सकिन्छ। त्यसैले त्यो फर्मुला याद गर्नु पर्यो। वार्षिक भनेको छ कि अर्धवार्षिक, क्वेसन चाहिँ राम्ररी पढ्ने बानीको विकास गर्नु पर्यो। धेरै यसैमा झुकिने कुरा भने हुन्छ। अनि अर्को इम्पोर्टेन्ट क्वेसन पनि यहाँ छ। अब यहाँ भनेको छ 1,000 को 10% वार्षिक ब्याज दरले 2 वर्ष लगानी गर्दा हुने साधारण ब्याज र चक्रिय ब्याजको अन्तर निकाल्नुहोस्। अब यसमा सब्जेक्टिभ क्वेसन भए हजुरले के गर्न सक्नुहुन्थ्यो भने एसआई निकाल्नुहुन्थ्यो PTR/100 गरेर, अनि सीआई निकाल्नुहुन्थ्यो 1 को के भन्छ P1+R/100 को पावर T -1 गरेर सीआई निकाल्नुहुन्थ्यो। अनि सीआई साधारण ब्याज र चक्रिय ब्याजको सीआई माइनस एसआई गरेर जति आउँछ त्यो हजुरले निकाल्नुहुन्थ्यो। के निकाल्नुहुन्थ्यो त्यसबाट अन्तर निकाल्नुहुन्थ्यो। तर यो त अब्जेक्टिभ क्वेसन एमसीक्यू हो। अब एमसीक्यूमा ट्रिक लाउनु पर्यो। एमसीक्यूमा यदि सीआई माइनस एसआई यस्तै साधारण ब्याज र चक्रिय ब्याजको अन्तर वाला क्वेसन आएको छ, यानि कि सीआई माइनस एसआई को अन्तरको क्वेसन आएको छ भने सिधै यदि त्यो 2 वर्ष भनेको छ, अब हजुरलाई के लाग्छ भने मलाई 2 वर्षको लागि मात्र दिन सक्छ के, किनभने ठुलो 3 वर्ष 4 वर्ष 5 वर्ष भनेको त अलिकति ठुलो आउँछ एमाउन्ट, जसलाई चाहिँ डिभाइड गर्न अलिकति गाह्रो हुन्छ नि। यदि त्यस्तो अवस्थामा त्यस्तो नदेला जहाँसम्म, यदि दियो भने मानिलिउँ इक्जाममा त्यस्तो आयो भने हजुरले एसआई को PTR/100 गरेर अनि यता 1+R/100 को पावर T गरेर सीए निकालेर P घटाएर हजुरले निकाल्न सक्नुहुन्छ। यदि 2 वर्षको लागि भनेको छ भने सर्ट फर्मुला PR/100 गर्नु होला, यानि कि PR/100 अनि यो R/100 को चाहिँ स्क्वायर गर्नु होला। यति गरिसकेपछि हजुरलाई समस्या हुँदैन। अब P भनेको के हो भने यो सर्ट फर्मुला हो कि डाइरेक्ट आउँछ 1,000। अब यता एसआई निकाल्न नि परेन, सीआई निकाल्न पनि परेन। अब 1,000 छ, R भनेको 10% छ, डिभाइडेड बाइ 100 अनि पावरमा 2। एउटा जिरा गयो। अब यहाँ आउँछ 1,000। 1 इन्टु 1 भनेको 1 इन्टु 1 भनेको दुईटा 1 भनेको 1 भइहाल्यो, अनि 10 इन्टु 10 भनेको 100 भइहाल्यो। अनि 100 ले दुईटा जिरा काट्छ, बाँकी कति आउँछ 10 इन्टु 1 भनेको 10 भयो। भनेको यहाँ एन्सर हाम्रो के आउँछ, सीआई माइनस एसआई को अन्तर कति रहेछ 10 रहेछ। सिम्पल तरिकाले 10 त हामीले निकाल्न सकियो। तर 2 वर्ष मात्र भनेको अवस्थामा, यदि 2 वर्षभन्दा बढी भनेको छ भने चाहिँ एसआई निकाल्ने PTR/100 अनि त्यो गरेर दुईटा घटाएर निकाल्ने हो। यहाँसम्म पनि क्लियर हुनुभयो। अनि अर्को इम्पोर्टेन्ट क्वेसन र लास्ट क्वेसन हेरौँ। यहाँ भनेको छ सावा दिएको छ, पी दिएको छ, हजुरलाई पी पनि दिएको छ भने यता भनेको छ दुईवटा चाहिँ रेट दिएको छ। पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% भनेको छ। वार्षिक चक्रिय ब्याज चाहिँ पत्ता यहाँ भनेको प्राप्त हुने गरी लगानी गरेर अनि 2 वर्षमा जम्मा मिश्र धन भनेको 2 वर्षको जम्मा मिश्र धन सीए सोधेको छ। अब जम्मा मिश्र धन सोधेको छ भने सिधै 1 वर्षको अनि 1 वर्षको छुट्टै निकाल्न भन्दा सिधै हजुरले के गर्न सक्नुहुन्छ, फर्मुला हेर्नुहोस् त 1+R1/100 को पावर T अनि 1+R2 को पावर 100 पावरमा T अनि T1 T2 लेख्न सकिन्छ। अब यहाँ चाहिँ के हुन्छ भने यो फर्मुला चाहिँ याद गर्नु पर्यो। यदि 1 भन्दा बढी रेट दिएको छ भने डाइरेक्ट आउँछ। अब यता 50,000 सिधै आइहाल्यो P को ठाउँमा। 1 प्लस ब्याज चाहिँ 10% भनेको छ, 10/100 भयो। अनि पहिलो वर्ष 1 वर्ष भयो, दोस्रो वर्ष 1 वर्ष भयो। R2 भनेको 20/100 भयो। अनि R2 T2 भनेको चाहिँ दोस्रो वर्ष पनि त 1 वर्ष नै हो नि त। पहिलो वर्ष यता गयो, अर्को वर्ष भनेको एकै भइहाल्यो। अब यसलाई काट्ने हो भने यहाँ आउँछ 50,000 यहाँ भइहाल्यो। अनि यहाँ आउँछ 10 इन्टु 1 10 प्लस 1 भनेको 11/10 आउँछ। पावरमा 1 भनेको केही पनि भएन। अनि यता हेर्ने हो भने
20 एकानी 20 पंचे 100 भनेको 5 × 1 प्लस 1 भनेको 6 भयो 6 डिभाइडेड बाइ 5 भयो यता अनि यता 1 को अर्थ भएन क्लियर छ यहाँसम्म 5 × 1 5 प्लस 1 भनेको 6 अब यहाँ चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भने डाइरेक्ट यहाँ यसलाई सिधै सल्भ हान्दियो 50,000 इन्टु 11 इन्टु 6 डिभाइडेड बाइ 10 अनि 5 अब यहाँ हेर्नुहोस् त 10 × 5 भनेको डाइरेक्ट हामीले 50 लेखियो मानिलियो 10 × 5 भनेको डाइरेक्ट हामीले यो यसरी यसलाई सिधै 50 लेखियो अनि 50 एकानी 50 भनेर यहाँ 1 जान्छ भने अब बाँकी कति रह्यो 1 0 0 0 रह्यो अनि यता 11 × 6 भयो 11 × 6 11 6 66 भयो अनि यता 1000 भनेको 0 0 0 अब हाम्रो एन्सर नै यही भयो अब यसबाट हजुरलाई ब्याज निकाल्न भनेको छ भने 66,000 माइनस पी घटाउने चावा घटाउने भने 16,000 हाम्रो ब्याज आयो हो यो तरिकाबाट हामीले चक्रीय ब्याज पनि समाधान गर्यौं यदि हजुरलाई कुनै समस्या छ भने कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ यस्तै प्रकारका भिडियो मैले 7 वटा भिडियो राखिसके जुन इम्पोर्टेन्ट टपिकका एमसीक्यू म्याथका क्वेशन मात्र आएका छन् अब हामीले जीके क्वेशन पनि पढ्छौं त्यसैले च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन अन गर्नु होला सोध्न मन लागेको कुरा ट्याक्क कमेन्ट बक्समा गएर सोध्नु होला भन्दै बिदा हुन चाहन्छु हस्त